अफरोडिङ बाटो है अफरोडिङ ओ माई गड बाटो हेर्न सक्छौ यहाँ तेरो दाइले अफरोडिङ कुदाएको हेर्न सक्छौ यहाँ बवाल बाटोहरू छ हेर नि यहाँ खोला चराहरू उडेको यहाँ आएपछि फेरि यही फिल आउँछ कि चराहरू उडेको यस्तो यस्तो होइन हेर न यहाँको गाउँहरू हेर न यता ओ माई गड अमेजिङ सिन म्यान हेर न चराहरू हा 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 ओ माई गड कति धेरै चरा हो त्यहाँ घरै अगाडि घाट छ हेर्न सक्छौ यहीँ घाट छ त के छ त नानी बाबु सब ठिक छ ठिक त हुनु नै परेन त्यसपछि हामी यहाँ आइसकेको छौँ यहाँ साइकल राइडिङ हान्नलाई हेर्न सक्छौँ हाम्रो यहाँ साइकल है अब यहाँदेखि हामी चलाउँदै चलाउँदै जान्छौँ लेट्स गो बेबी ल बवाल भयो ल बब्बाल यहाँ साइकल राइडिङ हुँदैछ है साइकल राइडिङ बब्बाल साइकल राइडिङ हुँदैछ यहाँनिर ओ माई गड यहाँको बाटोहरू हेर्न सक्छौ अफरोडिङ बाटो है अफरोडिङ ओ माई गड बाटो हेर्न सक्छौ यहाँ हाम्रो साइकल छ अफरोडिङ बाटोमा बवालसँग भइरहेछ है भइरहेछ यहाँ अफरोडिङ बाटोमा हेर्न सक्छौ यहाँ साइकलको बब्बाल स्पिडमा कुदिरहेछ बवाल स्पिडमा बब्बाल यहाँ बुढोहरूले है केही छैन अमेजिङ इन स्पिड म्यान 100को स्पिडमा कुदाउँछ तेरो दाइले लेडिज साइकल होइन तेरो दाइ हो नि त म्या कसम यहाँ हेर्न सक्छौ लोड्नीको भर छैन कुनै डर छैन भाइ यहाँ तेरो दाइले अफरोडिङ कुदाएको हेर्न सक्छौ यहाँ बवाल बाटोहरू छ ल आइसकेको छौँ हामी अब चाहिँ चिसो पानी 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 लेट्स गो बेबी अलि यहाँ केटी हुनुपर्ने साइडहरू चिक्स हो क्या अफरोडिङ बाटोमा चाहिँ खासमा त यहाँनिर त्यो हुन्छ कि नै भिआर बाइकहरू क्या बाइकहरू हुन्छ नि माया कसम है हल्का त बब्बाल मजा आउँछ होला हौ थकाइला यार ल दामी भयो अझै यहाँको बाटो आइसकेको चाहिँ हामी यहाँको बाटो पनि ल म्यान यहाँ साइकलको हालत हेर्न सक्छु ह्यान्डल बाङ्गिसक्यो होइन ह्यान्डल बाङ्गिसक्यो त्यही पनि चलाइराखौँ कस्तो बाङ्गेको क्या ह्यान्डलमा सेट यार यहाँ नुहाउनलाई बब्बाल छ है बब्बाल छ यहाँ नुहाउनलाई हेर नि यहाँ खोला ओ माई गड हो त्यहाँ आन्टीहरू काम गर्दै हुनुहुन्छ यहाँ खोला यस्तो खोला दामी छ है यहाँनिर नुहाउनलाई बब्बाल छ यहाँ चुप्की हान्न पर्छ कि कुनै दिन आएर माछा मारिरहेको थिएँ कि अस्ति त कुनै दिन आएर चुप्की हान्छु कि पसिना निस्कियो यार हेर नि यहाँ चराहरू उडेको यहाँ आएपछि फेरि यही फिल आउँछ कि चराहरू उडेको यस्तो यस्तो होइन हेर न दामी सिन छ नि त होइन जे होस् दामी छ कि यहाँ त्यही भएर आउन मजा आउँछ कि यहाँनिर आएर यसो है यहाँको गाउँहरू हेर नि यता ओ माई गड अमेजिङ सिन म्यान यतातिर आएपछि त बवाल हुन्छ त बाटोहरू यस्तै छ कि फेरि यहाँको बाटो कहिले बनाउने हो कुन्नी ल हेर ओए 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 लोट्यो ओए धन्नै धन्नै गएको यार हेर नि चराहरू उडेको हेर कति उड्छ ओ माई गड गाउँ देख्यौ नि यस्तो हो कि गाउँ भनेको यही हो कि चराचुरुङ्गी हेर्न आउने है बवाल हुने ठाउँै गाउँमा हो सहरमा त देखिँदैन नि त हाम्रो गाउँ हो नि त केटा हो साइकल पेलिँदै सबैजना खेलिँदै अनि खेलाउँदै 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 केटा हो खेलाउँदै साइकल तिमीहरूले के बुझ्यौ यहाँ साइकल खेलाइरहेको देखेको छैन हेर त यहाँ अफरोडिङ गइरहेको साइकल कोही छैन सुनसान छ माछा शमशान घाटतिर तेरो दाइ शमशान घाटमा त्यही हिँडिदिने मान्छे डर सर छैन कसैको भर छैन त्यही हो
उफ हेर न चराहरू हा 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 ओ माई गड कति धेरै चरा हो हा 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 देख्यौ चराहरू गाउँ भनेको यही हो कि चराहरू हा 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 देख्यौ नि तेरो दाइ आएपछि त यहाँ रमाइलो भइहाल्छ नि म एक्लैले रमाइलो गरिदिन्छु कोही पनि चाहिँदैन तिमीलाई गाउँको बारेमा केही थाहा चाहिँ छैन हिजो मम्मीले हरिण देखेको गरे कि म हुनुपर्ने मा कसम मासु भात खानु हुन्थ्यो हौ हरिणको मासु कस्तो मिठो हुन्छ ओ माई गड कस्तो लोभ लाग्छ कि होइन कस्तो मिठो हुन्छ होला हौ हरिणको मासु त है मासु हो नि त जे भयो नि मासु खान पाइयो त्यही ठुलो कुरो आई लभ दिस मासु मासु भएपछि तेरो दाइलाई केही चाहिँदैन ल कोही छैन यहाँ सुनसान छ आज त खासमा म चाहिँ खेत हेर्न आएको होइन क्या आज चाहिँ हेर त हाम्रो बिउ हो त्यो हेर हो त्यहाँ हाम्रो बिउ देख्यौ यहाँ आज नरानीको सिन यस्तो बवाल छ है सिन ल हामी चाहिँ यतातिर आइदिइसक्यौँ हेर्न सक्छौँ है बिउहरू हेर न यहाँ ओ माई गड हरियाली हरियाली छ है बिउहरू ल कोही छैन त यार आज त यार सबै सुनसान छ हेर त ओ माई गड भूत बङ्गला जस्तो है सबै सुनसान छ हौ खै त कोही छैन म एक्लै हो कि अब शमशान घाटतिर पनि घाटमा एक्लै छु हौ तेरो दाइ त यहीँबाट त हो मान्छे जानी डराउनु दिन्छ क्या त्यही भएर त्यही पनि केही छैन यहाँ एक्लै एक्लै घुम्नको छुट्टै मजा पनि छ हेर बेफाइदा पनि छ हेर फाइदा भनेको यो हो कि कसैले शान्ति मिल्छ होइन फाइदा भनेको यो शान्ति मिल्छ तर बेफाइदा भनेको यहाँ गैँडा पनि आउँछ बाघ पनि आउँछ भालु पनि आउँछ सबै कुरा आउँछ बेफाइदा बुझ्यौ अनि उस्तै पर डराउनु पनि दिन्छु यहाँनिर हो त्यो घाट हो यहीँ छ त घाट यार घरै अगाडि घाट छ हेर्न सक्छौ यहीँ घाट छ त हो त्यहाँ घाट हो यो छ नि हो यो नराइनी ठ्याक्कै यहीँनिर घाट हो हामी चाहिँ अहिले यहाँ छौँ अमेजिङ सिन छ यार केटा हो अरू के चाहियो त योभन्दा होइन पात दिए गनायो होला हौ छ्या बवाल छ है ओ माई गड सिन बवाल छ सिन बवाल छ यहाँको वान अफ द बेस्ट सिन हो कि हेर न त्यहाँ हेर त हो त्यो ओ माई गड त्यहाँनिर हेर हौ यहाँ हेर यतातिर हेर वाउ सिन त है बवाल छ है मैले त को भनिरहेको यार भूत हो कि क्या भनिरहेको को रहेछ त भनेको त्यहाँ मान्छे रहेछ त यार धन्नै डराएर साता पुत्ले निस्केको मेरो त होइन गाह्रो छ हौ गाह्रो छ यहाँ त फेरि भूत पनि आउँछ क्या त्यही भएर हो घाटमा एक्लै छु नि त म अनि त्यही भएर त उनी गाह्रो भएको झट्का त फाल्दैन होला हौ है यस्तो हो नि त सिन त्यही भएर गाह्रो छ कि यहाँनिर यहीँ घाट छ त यहीँ घाट यहीँ घाट हो त यही घाट हो त अनि आमा नि गाह्रो भइहाल्छ नि भूतले पक्रेर लग्यो भने के गर्ने गाह्रो छैन म एक्लै हो त यहाँ घाटमा त आमामा नि साइकल राइडिङ हान्दै यहाँ घाटतिर आएको नि गाह्रो छ नि त भूत बङ्गलाहरू कस्तो छ यहाँ है बिजोकै छ नि पानी खानु पर्यो यार ओ माई गड सबभन्दा त हो यो भोगटेहरू पनि रहेछ यार यहाँ त तिमीहरूले सोचेको भन्दा अक्खा हुन्थ्यो यहाँ त
पानी खानु पर्यो अब यो पहिला आर्मीको क्याम्प थियो कि यहाँनिर हेर नि आर्मीको क्याम्प यहाँ चापाकल है अब यस्तै छ जिन्दगी बवाल भइरहेको यहाँ त ल भूत बङ्गलाहरू हो कि यहाँ भनेको भूतहरू हुन्छ कि शमशान घाटमा आछौँ नि त हामी एक्लै त्यही भएर गाह्रो छ नि यहाँ त आमा नि यो साँझ आउनुपर्छ भूतले त है एक्लै भएको बेलामा त यहाँ त पुरै रोइला हुन्छ है एक्लै भयो भने त यहाँ त डेन्जर हो डराउन दिन्छ उस्तै पर झापड सापड नै हान्छ त्यस्तो हो यहाँ त हामी यहाँ आइसकेछौँ है यहाँ पुरै चाबी लगाइसकेको छ हेर मा कसम यहाँ त पुरै एक्लै भयो भने त भयङ्कर डराउँदिन्छ यहाँ रुन्छ अरे कि साँझ हुन्छ नि साँझ त बहुत रुन्छ अरे यहाँ एक्लै भयो भने त झन् के हुन्छ यहाँ आर्मी क्याम्प थियो कि पहिला अहिले चाहिँ छैन कि हेर न सुनसान छ कि यहाँ भूत बङ्गला ऊ मा कसम हेर त एक्लै नहो है केटाकेटीहरू यस्तो ठाउँमा म त अब त्यो दाइ हो यहाँ चुक्क लगाइदिनु पऱ्यो क्या कोही हुँदैन यहाँ त कोही छँदै छैन यहाँ मरेको मान्छे मात्र हुन्छ यहाँ जलाउनु मात्र आउँछ घाटमा अनि कहाँ हुन्छ त मान्छे छैन यहाँ त भूतले त बहुत डराउनु यहाँ बहुतै तिमीहरूले सोचेको भन्दा ज्यादा अब यहाँ पानी खानु पऱ्यो कि म उफ गर्मी हो गयो अरे बिडु पानी खाएंगे हम लौननी बाबै गर्मी धेरै छ यहाँ ओ माई गड गर्मी बेसरी धेरै छ सकिँदैन हो सकिँदैन हिजो त यहाँ मम्मीले हरिण देखेको थिएँ कि ऊ यहाँनिर बाघहरू पनि हिँडिरहेको छ कि यहाँनिर है हेर न बस्ने ठाउँ त खतरा नि यहाँनिर हेर त बब्बाल छ बस्ने ठाउँहरू यहाँ ल जस ऊ यहाँ यो अस्ति बाघले खाएको के गाई भैँसी खाएको यहाँनिर हो त्यहाँ यहीँनिर भैँसी खाएको यहीँ अगाडि यहीँ अगाडि अस्ति भैँसी खाएको बाघले कोही हुँदैन यहाँ सुनसान हुन्छ त्यही डराउनु दिने हो कि त्यही भएर यहाँ त हिजो मम्मीले हिजो आएर देखेको अरे यहाँ कस्तो त्यो भूत पनि हिँडिरहेको छ क्या त त्यो रुँदै हिँड्छ आँखामा त देखिँदैन हो हामी चाहिँ अब यहाँबाट बबालसँग चल्दिने हो साइकल राइड गर्न आएको थियौँ अब राइड पनि गऱ्यो अब चल्दिनु पनि हो कोही छैन हेरौ गाउँ नै सुनसान भइसक्यो को छ र कोही छैन म मात्र हो यहाँ चहराले मेरो यो छाती भूत आयो भूत तेरो दाइलाई भूत देखेर भाग्छ ओ यामजी अमेजिङ बेबी अमेजिङ हेर न लुकिङ दिस सो वाउ बेबी कोही छैन कि कोही छैन म मात्र हो कि यहाँ त यहाँ सब त्यो भूत निकालेर नि यो मासलाहरू थो साला पछि लाएर हिँड्छ कि फेरि यहाँ त हेर न
साँझ आउनु पर्छ यहाँनिर डराएर कोही मान्छे बस्दैन रुखकै रोइ गर्छ केटी कराए जस्तो कराउँछ रुल्छ होइन मासला भूत पनि कति डराउनु दिन्छ यहाँ त त्यही भएर म साँझ यतातिर आउँदिनँ कि साँझ कुन दिन आउनु पर्ने भएको छ शमशान घाटमा बवालसँग पूजा गरिन्छ हेर तेरो दाइले बवाल हो नि त फेरि जोत हानिदिन्छ नि भूतलाई पनि त्यही हो कि अब कहाँ जान खर कहीँ पनि छैन अब जाने ठाउँ अब सिधै घरतिर जाने हो त्यही हो ठाउँ भनेको अरू ठाउँ त छैन घरतिर जाने त्यही बस्ने होइन आनन्दले बस्ने ठाउँ भन्ने कुरा हुँदैन होइन ठाउँ भनेको यस्तै हो जिन्दगीमा यस्तै छ कोही पनि छैन ऊ नरेनीको छेउमा एक्लै हो तेरो दाइ सुनसान छ देख्यौ मेरो साइकल मात्र छ यहाँ मेरो साइकल र म मात्र छु यहाँ यस्तै छ त्यही भएर जिन्दगी चलिरहेछ चलाइराख्ने हो त्यति नै हो है त ल आज चाहिँ हामी खासमा भन्नुपर्दा भूत हेर्न पनि आएको है अब हुन्छ नि त साँझ अब दिउँसै डराउनु दिन्छ कि यो ठाउँमा म एक्लै छु अझै साँझ भयो अझै डराउनु दिन्छ कि त्यही भएर डर लाग्छ कि यो ठाउँमा बहुतै ल त्यही भएर है त ल साँझ पनि हुन लाग्यो अब म चाहिँ घरतिर चल्दैको ल साथीहरू आजको लागि यति नै जसलाई मेरो लाइक सेयर एन्ड सब्सक्राइब ल बाई बाई